अब त्यो कुराहरूलाई अगाडि बढाउनु पर्यो किनभने त्यो चाहिँ कुनै भनौँ न कसैको व्यक्तिगत फाइदाको लागि नभएर देश र जनताको हितको लागि र खास गरी हाम्रो भाइ बहिनीहरूको लागि विद्यार्थीहरूको लागि भावी सन्ततिहरूको लागि राम्रो शिक्षा पाउन् भन्ने एउटा वातावरण चाहिँ स्कुलमा अब के अरे प्राविधिक शिक्षालयमा र विश्वविद्यालयमा त्यस्तो किसिमको राम्रो शैक्षिक वातावरण बनोस् भन्ने कुरा हो। त्यहाँ चाहिँ कुनै कसैलाई तलमाथि पार्ने हटाउने भन्ने कुरा होइन। त्यसैले त्यो कुरा चाहिँ अगाडि बढोस् भन्ने एउटा कुरा हो शिक्षाको लागि। र दोस्रो कुरा चाहिँ के छ त भन्दाखेरि विज्ञान प्रविधि अनुसन्धान नवप्रवर्तन भन्ने विषय चाहिँ सरकारले सुन्नै पर्छ। अहिलेसम्मको कोही सरकारले सुनेन अनि अबको सरकारले अहिलेको सरकारले यो पनि सुन्नु पर्यो। एउटा कालले सुनेर अर्को कालले नउडाउनुहोस् भनेर चाहिँ मेरो एउटा सुझाव दिएको छु। अब किन भनेको भने विज्ञान प्रविधिको विकास नगरिकन देश विकास हुँदैन। जस्तो सुकै सुशासन ल्याए पनि अनि आखिरमा विज्ञान प्रविधिको विकास गरेर के अरे अर्थतन्त्रको विकास गरेन भने भ्रष्टाचार भन्ने कुरा हट्दैन। भ्रष्टाचार भन्ने कुरा जब मानिसहरू चाहिँ ले काम पाउँदैनन्, रोजगारी पाउँदैनन्, उनीहरूलाई बाँच्नको लागि केही उपाय छैन भनेदेखि अनेकौँ उपाय सोध्छ मान्छेले अनि भ्रष्टाचारीहरू भइदिन्छ, अनेकौँ किसिमका अशान्तिहरू आउँछन्। त्यसैले विज्ञान प्रविधिको विकासको लागि नवप्रवर्तन अनुसन्धान आविष्कारको लागि चाहिँ एकदमै जोड दिनै पर्छ। यसलाई प्राथमिकता नम्बर 1 मा राख्नुपर्छ। तपाईको चाहिँ के छ माग केही छ कि छैन? मेरो माग त्यही हो, अहिले जे भने त्यही हो मेरो माग होइन। माग केही छ कि? माग अघि चाहिँ मैले भनिसकेँ नि, शिक्षामा राजनीतिकरण गरेर शैक्षिक सुधार गरेर राजनीतिकरण निर्मूल पारेर शैक्षिक सुधार गर्नुपर्छ होइन। अनि विज्ञान प्रविधिको विकासमा चाहिँ उच्च प्राथमिकतामा राख्नुपर्छ। यही हो माग चाहिँ, अरू छैन। अरू त राजनीतिक कुराहरू हो, राजनीतिक कुरा मलाई आउँदैन। अरे अनुभव त राम्रो भयो नि होइन। त्यो अब कस्तो हो पहिला कस्तो थियो पहिलाको सांसदहरू त्यो थाहा भएन मलाई। अब चाहिँ अबको अहिलेको सांसद पनि कस्तो हुन्छ भन्ने कुरा भविष्यले बताउने कुरा हो। अहिले पहिलो दिन त एउटा औपचारिक कुरा हो, चाहिँ पहिलो बैठक हो। सबै यो चाहिँ खास गरी अहिलेको नयाँ सरकारलाई चाहिँ एउटा शुभकामना दिने र चाहिँ कार्यक्रम अगाडि बढाउने भन्ने हो। त्यस कारणले आजको एक दिनको कुराले त्यो चाहिँ पछिको कुरा थाहा हुँदैन। त्यो त अब प्रमाणसहित आउनु पऱ्यो नि। हावामा कुरा गरेर भएन नि। हावामा कुरा गर्ने मान्छेहरू धेरै छन् होइन। अब सरकार चाहिँ बनाउने चाहिँ जनताले हो क्या, बाटोवटा फाउन्डेसनले होइन। सरकार चाहिँ जनताले बनाउने हो। कसरी भन्दाखेरि जनताले योग्य सक्षम उम्मेदवारहरूलाई जिताएर चाहिँ पठाएर संसदमा पठाएर अनि सरकार बन्ने कुरा हो। बाह्र फाउन्डेसनले आएर यहाँ चाहिँ सरकार बनाइदिने होइन। पुरानो दलले होइन, नेपालमा धेरै मान्छेले हावा कुरा गर्छ। होइन जिम्मेवारी त लिनै पर्यो के। सरकारमा भइसकेपछि सरकारमा भएर सरकार प्रमुख भइसकेपछि जिम्मेवारी लिनु पर्यो नि। जस्तो मानौ मेरो कुनै एउटा संस्था छ होइन, मेरो संस्थामा कोही मान्छेले बदमासी गरिदियो, बदमासी गरेर अब नराम्रो काम गर्यो भने एउटा संस्थाको प्रमुखको हैसियतले मैले जिम्मेवारी त लिनु पर्यो नि। अनि राम्रो कामको चाहिँ जिम्मेवारी लिने अनि आफूले गरे आफूले शासन गर्दाखेरि कुनै गल्ती भयो भने गल्ती भएछ जिम्मेवारी त मेरै हो भन्नलाई किन गाह्रो भएको के? त्यो कुरा चाहिँ सोच्नुपर्ने कुरा हो। त्यो एउटा प्रक्रिया हो कि होइन? प्रक्रिया अन्तर्गत चालेको कदम हो सरकारले। अब त्यसलाई आवश्यक अनावश्यक भनेर चाहिँ छलफल गरिरहनु पर्ने विषय होइन। बालेन शाह नेतृत्वको सरकारले जसरी काम गरिराखेको छ, जसरी सुरु गरेको छ, यो कामलाई चाहिँ कसरी हेर्नु भएको छ? एकदम राम्रो भइरहेको छ अहिलेसम्म चाहिँ। फास्ट त्यो छिटो हुनुपर्छ। जे काम गरे पनि एकदम छिटो एकदम द्रुत गतिमा हुनुपर्छ। किनभने द्रुत गतिमा काम गरिएन भने नेपाललाई चाहिँ हामीले अगाडि बढाउन सकिँदैन, नेपालको विकास गर्न सकिँदैन। नेपालको विकास गर्न सकेन भने अरूहरूले हेप्छन्, विदेशीहरूले हेप्छन्। अहिले नेपाललाई विदेशीहरूले हेप्यो होइन। अब एमसिसीले हेप्यो, बाह्र फाउन्डेसनले हेप्यो, अब इन्डियाले हेप्यो, चाइनाले हेप्यो भन्ने कारण चाहिँ के हो भन्दाखेरि नेपाललाई चाहिँ हामीले समृद्धि बनाएर शक्तिशाली देश बनाउन सकेनौँ। त्यस कारणले यो चाहिँ यो गल्ती चाहिँ अरूको भन्दाखेरि नि हामी आफ्नै गल्तीले आशावादी हुन्न के, गर्न प्रयास गर्दै जाने हो होइन। आशावादी निराशावादी भन्ने होइन। गरेन भने अलिकति